धन्यवाद कार्यक्रम सञ्चालकज्यू, विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, सम्पूर्ण गुरुवर्ग र विद्यार्थी साथीहरूमा म यसै विद्यालयको कक्षा 9 को प्राविधिक दारतर्फ अध्ययन गर्ने छात्र एकादश कालको व्यक्तिगत तर्फबाट र मेरो विद्यालयको परिवारको तर्फबाट यस आज हुन गइरहेको बाल दिवसको पावन अवसरमा उपस्थित हुनुभएका सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। अन्तर्राष्ट्रिय बाल दिवसको पावन अवसरमा हाम्रो विद्यालयमा हुन गइरहेको वक्तित्व कलामा आफ्नो भनाइहरू राख्न पाउँदा आफैलाई भाग्यशाली ठानेकी छु। आजको हाम्रो वक्तित्व कलाको शीर्षक रहेको छ बाल अधिकार र वर्तमान अवस्था। बाल अधिकार भन्ने बित्तिकै हामीले कुनै पनि बालबालिकाले पाउने अधिकारलाई बुझिन्छ। हो, कुनै पनि शिशुले जन्मिएपछि उसले पाउने अधिकारलाई नै बाल अधिकार भनिन्छ। 2068 को जनगणना अनुसार नेपालमा बालबालिकाको कुल जनसङ्ख्या 1,20,00,000 रहेको छ र यिनै बालबालिकाले पाउने अधिकारलाई नै बाल अधिकार भन्ने गरिन्छ, जुनभित्र शिक्षा, स्वास्थ्य, माया, प्रेम, स्नेह जस्ता लिएर विभिन्न अधिकारहरू पर्दछन्। संयुक्त राष्ट्र संघले सन् 1989 मा बाल अधिकार महासन्धि पारित गरेको थियो, जसमा नेपालले पूर्ण स्वीकार भई 1990 मा हस्ताक्षर गरेको थियो, जुन कुरा हामी सबैलाई यथावत नै छ। जसमा मुख्य 4वटा अधिकारहरू थिए। नम्बर 1 राइट टु सर्भाइभल, नम्बर 2 राइट टु डेभलपमेन्ट, नम्बर 3 राइट टु पार्टिसिपेसन, नम्बर 4 राइट टु प्रोटेक्सन। हरेक बालबालिकाले पोषणयुक्त खाना खान पाउनु पर्दछ, हरेक बालबालिकाको शारीरिक र मानसिक विकास भएको हुनुपर्दछ भनेर संविधानमा धारा 39 मा लेखिएको छ र भनिएको छ कुनै पनि बालबालिकाले आफ्नो अधिकार लिँदा कुनै पनि बालबालिकाले आफ्नो अधिकार लिँदा जात, धर्म, लिङ्ग विभेद हेर्ने गर्दैन। तर नेपालको हाल अवस्था हेर्ने भने कति लाग्दो छ। धारा 39 मा रहेको त्यो बालबालिकाको हक अधिकार अझै पनि कति बालबालिकाले पाएका छैनन्। राइट टु सर्भाइभल, राइट टु प्रोटेक्सन, राइट टु पार्टिसिपेसन, राइट टु डेभलपमेन्ट भनेका ती अधिकारहरू जुन संयुक्त राष्ट्र संघले जारी गरेको थियो अझै पनि कतिले पाएका छैन। यो कुरा हाम्रो देशको मात्र होइन, नेपाल जस्ता विकसनोन्मुख देशको अवस्था हेर्ने हो भने अझै पनि कति बालबालिकाहरूले राम्रो खाना, स्वास्थ्य सुरक्षा पाएका छन्। हेरौँ न हाम्रै गाउँ समाजमा अझै पनि म जस्तै कति बालबालिका म जसरी शिक्षा लिन आएकी छु त्यसरी आएका छैनन्। अझै ती कति बालबालिकाहरू होटल करका खानामा काम गर्न बाध्य भइरहेका छन्। अझै कति बालबालिका राम्रो स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाइरहेका छन्। अनि सुरक्षाको कुरा गर्ने हो भने पिछडिएका समाजको अवस्था हेर्ने हो भने म जस्तै बालबालिका आफ्नै घर, विद्यालय, समाजमा पनि सुरक्षित छैन। यस समाजलाई परिवर्तन गर्नु छ भने सर्वप्रथम बालबालिकाबाट सुरुवात गर्नुपर्दछ। एउटा भनाइ छ नि अंग्रेजीमा, 1 पेन, 1 बुक, 1 टिचर एन्ड 1 चाइल्ड क्यान चेन्ज द वर्ल्ड। यदि हामीले प्रयत्न गर्यौं भने हामी सबै लाग्नुपर्छ। जब हाम्रो देश विकास गर्नु छ भने यी बालबालिकालाई राम्रो शिक्षा, स्वास्थ्य सुरक्षा दिन जरुरी छ। 39औं बाल दिवस मनाउँदै गर्दा मैले यी बालबालिका सडकमा रहेका छन्, यी बालबालिकाहरूले राम्रो शिक्षा पाएका छैनन्, यी बालबालिकाहरूले राम्रो